सबैजनालाई जय मसी। आज चाहिँ हामी एफएफसी फ्रेश फायर चर्चको युथहरू चाहिँ हामी यता बागद्वार कि विष्णुद्वार जाँदैछौँ। अनि हाम्रो मेन टार्गेट चाहिँ हामी एकअर्कासँग गफ गर्ने अनि टाइम स्पेन्ड गरेर अनि विथ नेचर चाहिँ हामी परमेश्वरको उपस्थितिमा जाने हाम्रो प्रयासहरू हो। अनि हामी सबैजना यहाँनिर यसरी जम्मा भएको छ अनि हामी चाहिँ क्याब माइक्रोको लागि वेट गर्दैछ अनि उता पारिपट्टि हाम्रो केटाहरू आउँदैछ। सबैजना हाम्रो केटाहरू हो, हामीसँग रहनुहोला। हाम्रो आजको राइड भिआइपी छ त भिआइपी आउँदै हुनुहुन्छ। मेमोरिजहरू क्रिएट हुँदैछ। यहाँ हामी अब आमा बुवाको आशीर्वाद पनि छ त्यहाँनिर त्यसमा जाँदैछु। महादेव दर्शन गर्नु चाहिँ होइन, अब हामी डाँडामा सिराइतिर पो जाँदैछौँ हामी। बिचतिर नछुट्यो है, गाह्रो भयो नि भन। यहाँ बोक्ने मान्छेहरू नि छ, गाह्रो भयो भन। बागद्वारको लोकेसन चाहिँ हेरेर जानु पर्ने। के बाहिर जानु प्लान गर्दैछ? बाहिर जानु ट्राई त गर्दै थिएँ। अलराउन्डर हो अहिले यहाँ पाइने यार। कहिले 30 वर्ष लाग्यो 18 वर्ष भइसक्यो केटाहरू। अब 30 वर्ष भइसक्यो। अब सुन अब 30 वर्ष हुँदैन हाई गर्छ। हेलो यसकोबाट धेरै लाग्छ नि त। त्यहाँबाट गाडीमा आएर बाटो फेरि यता आएकै मामे बाटो नथाहा भएर अघि हामी जहाँबाट छिर्यो नि त्यही पुग्यो। फेरि अमिसा दिदीहरूले मात्रै राखिदिएको कि योभन्दा माथि त झन् डेन्जर। अब हामी माथि पुग्दैछौँ। सबैजनालाई जय मसी। एउटा सानो थट चाहिँ जब हामी यसरी मुनि हेर्दाखेरि चाहिँ अब यहाँ घरै घर छ होइन, कति हजारौँ लाखौँ घरहरू छ अनि यहाँनिर लाखौँ फ्यामिली छ होइन। अनि प्रत्येक घरको आफ्नो समस्या होला, प्रत्येक घरको आफ्नो स्ट्रगल्स, आफ्नो इन्जोय, आफ्नो त्यो होला। तर प्रत्येक घरको प्रत्येक मान्छे, प्रत्येक सोललाई चाहिँ परमेश्वरले चिन्नुहुन्छ, परमेश्वरलाई थाहा छ उनीहरू को हुनुहुन्छ भनेर। त्यही भएर चाहिँ परमेश्वर चाहिँ यति महान हुनुहुन्छ, यति एकदमै ठुलो, एकदमै भव्य हुनुहुन्छ। अनि उहाँले सबैजनालाई चिन्नुहुन्छ, उहाँले सबैजनालाई थाहा छ। र परमेश्वर जसले सबै कुरालाई बनाउनु भयो, परमेश्वरले जसरी परमेश्वरको वचनमा भनेको छ कि सबैजनालाई परमेश्वरले जान्नुहुन्छ। आमाको गर्भमा उहाँले हामीलाई सिर्जना गर्नुभएको छ र परमेश्वरले सबै कुरा जान्नुहुन्छ भने हामी यस्तो परमेश्वरलाई चाहिँ भरोसा गर्न सक्छौँ। उहाँमा चाहिँ आफ्नो लाइफलाई सरेन्डर गरेर भर पर्न सक्छौँ। जय मसी सबैजनालाई। 4 घन्टा रे यार अझै 4 hours 30 मिनटमा के हुँदैन, 1 बजीसम्म पुगिहाल्छ नि। 10 भयो, 12, 1, 2 सबैजना सुन त कसरी हिँड्ने हो भन्दाखेरि यसरी माथि हेरेर हिँड्नु हुँदैन, यसरी हिँड्नुपर्छ है। एउटै स्पिडमा माथि हेरेर हिँड्ने होइन,
छिटो थाक्छ भुइँमा हेरेर हिँड्ने घन्टा मैले यहाँ टाइम हेरिरहेको छु होइन आधी घन्टा नभइकन कोही बस्दैन है टाइम हो आधी घन्टामा 5 मिनट ब्रेक हुन्छ पोखलीको मामु अर्को त ल कस्तो भइरहेछ भाइ विवेक खतरा इन्जोय दाइ दामी भइरहेछ न्यू एक्सपिरियन्स कस्तो भएछ भन्न कस्तो भइरहेछ दिदी कतिको हिँड्ने कुरा नगर लास्ट हिँड्ने है सिटदेखि कस्तो भइरहेछ दिदी कस्तो भइरहेछ रोशन मजा भइरहेछ कतिको थाक्या छ हजुर एकदमै थाक्या छ नि तान्नु ममता दिदी कतिको हिँड्ने अहिलेसम्म त ठिकै छ भन्दै सासु सिमलाई थियो आधी आइन यो त 25% रिग्रेट भयो अहिले पहिले 4 घण्टा लाग्छ त्यसो भाइ केटाहरू आउँदैछ यहाँबाट ल लाउरीहरू है लाउरीको ट्रेनिङ अप्ठ्यारो हुन्छ केटाहरू बोकेर लाग्न हो त्यसरी गर के पर्छ यही हो अब यही बस्ने कहाँ हामी जाने माथि मामा किन जाने बाटो छ बाटो बस सकेसम्म जाने म्याट नै रहेनछ कहाँ मामा भेड्न नबस्ने मामा कहाँ हुन्छ अब यही बस्ने हामी अब त्यस्तो हामी त डाँडामा जाने भने डाँडामा एक म त सामान लिएर भागिहाल्यो यति आयो भने त मजै आएन त्यस्तो हुँदैन खाएर कोही चढ्नै सक्दैन खाजा खानु न भोकै गयो भने खाना खानुपर्छ भनेर पनि तनावले मान्छे जान्छ उ त्यहाँ छ पानी मिठो कुरा खानेकुरो छैन चल्छ खाइदियो होइन एउटा चल्छ किनभने म थाहा पाइहाल्छ यहाँ के खोलेको छैन कि मामा खाएकै छैन साँच्चै भनेको साथी के खोले होइन ए गाइजहरू अब हामी जाँदैछौँ कार्यवाही बागद्वार अब हाम्रो यहाँ यात्रा सुरु हुँदैछ हामी आधो बाटो आइसक्यौँ नाङ्गै हिँडिरहेका छौँ अब आउँदैछ अब हामीलाई खान्छ तर पनि आमोस डराउँदैन आमोसले हामीलाई बचाउँछ वान म्यान आर्मी आर्मोस यो बाघ भालु आयो भने यिनीहरूलाई शाकाहारी बनाएर आलु कुन बाटो जाने उही कसो नतर्छ न कुन बाटो जाने पन एउटा त्यो हाल ल रातो नि हाल पन्नको मिल्यो अन्त यो स्टेयर्स चाहिँ सकेकै छैन अहिलेसम्म स्टेयर्स यो सकेकै छैन किन हो फर्स्ट योस् टु आजको यात्रा सेकेन्ड नवराज त्यसपछि को थर्ड यस्तो छ त्यो चाहिँ बादल लागेर हिमालहरू पनि देखिन्थ्यो बादलले छेहाल्छ बादलले Hello guys, this is our last stage and your view is so
much beautiful. We crossed this much hills. Look, here is Caleb. Caleb Puche, and I'm here. And here some ladies and some brothers are coming here, and we'll show some other things also. आउँदै हो कालेबले आउँदै हो त्यहाँ हुँदै त आउनु आउनु आइपुग्यो अबको 5 इयर्समा अब त्यही पढ्ने पढ्दा पढ्दै अब सिकाइ गर्ने त्यही हो अनि पछि बायल कलेज भन्ने बायल कलेज पनि पढ्ने सबै हालिदिनु राइटमा नरुनुहोस् सबै धेरै सबै त्यो गेडाहरू नि हाल्छ न पिरो हुँदैन हाम्रो भेराइटी आइसक्यो आलु चना चटपट भटपट अनि खाजा लटपट हेर्ने मान्छेले निकाल्छ अब रेल सही अब यो सुल्लुलुल्लु खाने हो अब हामी अर्का ओहो केटा बाँध यार यहाँ हिरो चाहिँ यहीँ छ है फेरि हाम्रो यहाँ एकदम यहाँ छटपट पटपट लटपट भइरहेछ यसको नाम आमेन आमेन अट्याक यही भयो नि यार यो त प्रिमियम खालको गएर पक्कै पर्यो दसलाई को बाँकी छ अब 2 जना बाँकी छ है धेरै ल कमेन्ट्री के कस्तो मिठो छ कस्तो भाषा भन्छ मिठो भा धेरै भयो मलाई बिर्स्यो हेर्नुहोस् गाइज हो यो चाहिँ भाग्ने मान्छे यही हो है शिवपुरी राष्ट्र निकुञ्जको जङ्गल है हामीलाई मन नपर्ने जङ्गल यही हो मलाई चाहिँ गाइज म चाहिँ ठिकै छैन है म चाहिँ मजा आएन यहाँ आज आएर ठिक छ मजाले अब यस्तै हुन्छ यहाँ हाई भाइ पानी पर्यो यार के गर्नु होला के खाऊ तिमीले यो खै थाहा छैन अमिलो हुन्छ कस्तो कस्तो भयो एकदम दामी यहाँ हुइसु लागिरहेछ त पर है सबै हुनुपर्छ सबै नागरिक यसरी हामी कहाँ खोइ टिपेर लगेर यहाँ पनि ठिकै छ म टिपेर आउँछु
भागेर कहाँ जाऊ म अन्त्यमा तपाईँ नै चाहिन्छ लुकेर कहाँ लुकुमा ज्योति तपाईँ नै हुनुहुन्छ आकाशमा पनि तपाईँ गहिराइमा पनि तपाईँ यो भिडमा पनि तपाईँ एकान्तमा पनि तपाईँ हुनुहुन्छ येशू हुनुहुन्छ काले एकदम म्यान अफ द म्याच हो आजको एमभिपी हो उसले आफूभन्दा धेरै भारी बोक्यो होला आज सर्वभूमि सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना अनुग्रही दयालु येशूलाई होस् महिमा स्तुति आदर आराधना आयो फर्ममा रोशन बल्ल बनाएको कान्छे टिकटक केमा बनायो भन त गाह्रो छ कस्तो रेस्ट गर्ने ओह्रालोमा कसले रेस्ट गर्छ हौ आज सबभन्दा धेरै रेस्ट गरौँ भने मुखमा रेस्ट नाम आएको कसरी निकालेको चाहिँ रोशनले हो ल रेस्ट भन्ने शब्द एटलिस्ट 100 चोटि चाहिँ युज गर्यो होला मैले कस्तो भयो त यसको इन्टरभ्यू लिनुपर्ने हो पर्दैन कस्तो भयो भन्नुहोस् न एकदम खतरा हेर न यो खुट्टा हेर न उता पनि छ सुलुलुलु के हो त्यो यस्तो के हो त्यो आई लभ यु खै 1 4 3 चाहिँ कहाँ भयो पहाड पर्वत जङ्गलमा जब हिँड्छु पन्छीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु कलकला आवाज खोलाको सुन्दछु प्रशंसा होइरहोस् ईश्वरको कति प्रशंसा होइरहोस् ईश्वरको कति Then sings my soul, my Savior God, to thee. How great thou art, how great thou art. Then sings my soul, my Savior God, to thee. How great thou art, how great thou art. Terus dia oleh tu kan? Olah ya dah soalnya. Itu pasar itu. Itu sakit. Seperti ada ini. Mama.
We're nearly at the end of the journey. अब हामी अन्त्यतिर आइसकेका छौँ फेरि भन त बिहानको 6 बजे गएर राम्रो लागेको बेलुकाको थाक्यो थाक्यो भन्छ तिमी छैन हौ मामा खुट्टा चाहिँ पोलिरहेको छ खुट्टा चाहिँ हल्लाऊ है खुट्टा हल्लाऊ अहिले कस्तो हुन्छ त्यही भन्छ मैले नि ल भाइ न जितेको फर्स्ट भएको तिनीहरु विनर हो भाइ भाइ यस्तो डाँडा चढेर आयो गाई छ माथि पिकमा चाहिँ मैले कदम राखेँ What is our 500? We came here first. अनि We waited for 1 hour. waited for